सुरुमा हामी मोबाइलको चिपसेट कुन लागेको छ भनेर हेर्छौं। गुगल क्रोममा गएर Lenovo K520 FRVN GSM Marina भनेर टाइप गरेर हेर्छौं। हेर्नलाई S5 यसमा कुन चिप्स लागेको छ हामी हेर्छौं। यसमा Qualcomm चिप लागेको छ। अब हामी यसको लागि UMT को Qualcomm टुलबाट गर्छौं। Qualcomm टुलमा गएर यसमा हामी पहिला सुरु Lenovo ब्रान्ड सिलेक्ट गर्छौं। हेर्नलाई यसमा K520 छैन। यसमा K520 को सट्टा S580 सिलेक्ट गर्ने हामी S580 भन्ने एउटै चिप्स लाग्छ। त्यही भएर हामी यसको लागि अब सेभ फर्मेट गर्ने। हाम्रो मोबाइल फर्मेट गरेको छैन, त्यही भएर सेभ फर्मेट गर्ने। अब मोबाइल स्विच अफ मोडमा कनेक्ट गर्ने एक्सक्युजिभ गरेर हेर्नलाई भन्छ सेभ फर्मेट भन्छ। हामी सेभ फर्मेट गर्ने। अब भोल्युम डाउन र अफलाई थिचेर स्विच अफ मोडमा USB कनेक्ट गर्ने यहाँ कमान्ड दिएको छ। हामी यसरी मोबाइललाई कनेक्ट गर्छौं। हेर्नु होला मोबाइल कनेक्ट हुँदैछ। एकछिन प्रोसेसिङमा छ। हेर्नुलाई मोबाइल कनेक्ट भयो। अब यसमा आफै प्रोसेसिङ हुन्छ, हामीले केही गर्नु पर्दैन। हेर्नु सुरुमा यो मोबाइल फर्मेट हुन्छ। फर्मेट भइसकेपछि यसमा FRV लक पनि हुन्छ। FRV लक गर्ने कि नगर्ने भनेर सोध्छ। एकैछिन हेर्नुलाई यसमा रिसेट गर्ने FRV गर्ने हो भने हामी यस गर्दियौं। अब यसले 1 सेकेन्डमै काम गरिहाल्छ। हेर्नुलाई FRV लक पनि डन भयो। हेर्नुलाई सेभ फर्मेटिङ लक पनि गयो, FRV पनि डन भयो। यस्तै नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट र बेल आइकन दबाएर राख्नु होला। हामी यस्तै नयाँ भिडियो लिएर